अनि आज म सबैजनाको लागि खाना बनाउनु गइरहेको छु किनभने मम्मीले चाहिँ आज लास्टै राख्नु भएछ अनि त्यसैले आज तै बना न त तेरो हातको पनि बनाएर खाऊँ कहिले काहीँ भन्नुभयो। त्यसपछि चट्टसितले ओके गर्दै अब मम्मीको कुरा त मान्नु परिहाल्यो। त्यसैले चट्टसितले कुकर बोकेर त्यसमा चामल हालेर पकाल्न सरर धारातिर लागे। अनि त्यसपछि पकाल पुकुल गरेर चट्टसितले बिर्को सिर्को लगाएर आगो बलिरहेको चुलामाथि टक्क सितार राख्दै। अब ग्यास त बाल्न मिल्दैन किनभने अब ग्यासको त सर्टेज छ साथीहरू, के गर्नु अब। त्यसले अब चुलोमा सर्दिएको के फ्रिजमा छानबिन गर्दै थिएँ कि आज यस्तो के स्पेसल बनाउँ कि एकदमै मिठो होस् भनेर। अनि यताउति छाम्दाखेरि फाइनली यतातिर चाहिँ फेरि सिमला मिर्च भेट्यो। सिमला मिर्च अनि टमाटर अचार बनाउनु पर्ला भनेर त्यसपछि चट्टसितले निकाले साधनहरू अनि चटटटटटर काटेर यता रेडी पनि पारे। कराईमाथि राखेर त्यसमा तेल हालेर तेल ततिसकेपछि त्यत्रो सिमला मिर्च हालेँ अनि सिमला मिर्च हालिसकेपछि चरर नुन सुन हालेर मसला ससला हालेर मजाले चलाइदिएँ। अनि यतातिर फेरि बाहिर मैले मस्त पारामा बुफाउन गाना पनि बजाइरहेको थिएँ। अनि डान्स गर्दै तरकारी पकाउँदै डान्स गर्दै तरकारी पकाउँदै गर्दै अनि एकछिनपछि बाहिर गएर मस्त पारामा एउटा स्टेप पनि हान्दिएँ। अनि त्यसपछि भित्र आएर हेरेँ कि यतातिर त स्टेप हान्नुको चक्करमा यतातिर आगै पनि दिएर भने तरकारी कहाँबाट पाक्ने। फेरि आगो मजाले बालेर त्यसपछि मजाले तरकारी पकाइसकेर अनि फेरि तरकारी राखेर अनि उतातिर टमाटरको अचार पनि पकाएर रेडी पारेँ। तरकारी अचार भात पनि पाकेर रेडी भइसकेको थियो। अनि त्यसपछि मैले चट्टसित सबैजनाले पाला हाल्न थाल्नु भयो। मैले चाहिँ फ्रिजबाट चट्टसितले कोक निकालेँ किनभने बिहान ल्याएर भएको थियो नि त, त्यही भएर अलि नै खाइदिउँ भनेर त्यसपछि चट्टसितले निकालेर सर ग्लासमा हालेर भात सातसँग मस्तले दबाएँ। आजको लागि यति नै, बाई।